8वटा 9वटा 10वटा बाख्रा छन्। यतिका बाख्रा दिनका 2 पर पानी खान्छन्। पानी पुग्दैन हामीलाई त बरु हत्या भएको बाबु के गर्ने होला। त्यही भगवती खोलाको पानी त यहाँ टङ्की यहाँ पर छ। अघि यतैबाट सरासर आउँथ्यो पानी सरासर आउँथ्यो। अहिले यो पानी पानी पापीले गर्दाखेरि उतार तर उतै भगवती खोलाबाट लगेर घुमाइनु माथि खाइदिए आउँछ। माथि आउनु त बरु मुस्किल हुन्छ यार पानीलाई। यस्तो अप्ठ्यारो गराइदिएको नि त पानी आउँदैन। पहिला कहाँबाट खानुहुन्थ्यो पानी तपाईँहरूले? पहिला त हामीले यहाँ तल पुण्याएर छ बाबु। तल खोलामा खोलामा नै पाखामा कुवा छन् 2टा। त्यहाँ मात्रै होइन पुगेन गाग्रा भेटा खबे खबेन। अनि के उत्पादन गर्नुहुन्छ तपाईँहरूले? केही न केही त्यो गहुँ छर्यो मकै छर्यो खराले खाइन गहुँ गरिसक्यो अरे अलिअलि पोहोर 7-8 पाटी खोला भइदियो यसो भनै भएनन् ढिलो आउँदैन। यस्तै त मतलब सबैबाट पानी आउँदैन। दैवले पनि मार्ने मान्छेले पनि मार्ने सबैले मार्न लाग्यो। सबैले मार्न लाग्यो के गर्ने बुढा बुढीलाई त खतम पारे।